सो हेलो एभ्रिवान नमस्ते सेवा वेलकम छ तपाईहरुलाई फेरि मेरो अर्को मिनी ब्लगमा। सो आज चाहिँ म हाम्रै किचन गार्डनको यो चेरी टमाटर चाहिँ पुरा भएको छ नि त। सो म चाहिँ त्यो चाहिँ हार्भेस्ट गर्दैछु। यसको बिरुवा चाहिँ मैले ल्याएर रोपेको थिएँ घर छेउमा। सो जति यो जंगल देख्दैछ त्यति चाहिँ छैन कि यो चाहिँ क्यामेराले गर्दा यस्तो भइरहेछ। तर अहिले जंगल पनि त यतिखेर पलाउने समय हो नि त। सो मैले चाहिँ त्यो चेरी टमाटर हार्भेस्ट गरेर पनि यता फुलपट्टि आइसक्यो। म चाहिँ घरमा थिएन नि त। सो द्याट्स वाइ यो पुरा यो फुलहरु पनि ड्राई भइसकेछ अनि त्यसको माटो हुन्छ नि त्यो पनि पुरा ड्राई भइसकेछ। सो म चाहिँ यो जुन चाहिँ देखाउँदैछु नि यस्तो ड्राई उयोहरु चाहिँ काटिहाल्नुपर्छ क्या। त्यही भएर यो काट्यो भने चाहिँ यसको एनर्जी चाहिँ नयाँ फुल बनाउनको लागि तिनीहरूले युज गर्छ नि त। सो त्यही भएर म चाहिँ यहाँ देखाउँदै थिएँ फुलहरु। यसको चाहिँ यो काटिहाल्नुपर्छ क्या जति सक्दो। यसको ड्राई लिप्सहरु अनि यस्तोहरु अब आफुलाई अझै फुल चाहिन्छ भने चाहिँ काट्दिनुपर्छ। सो त्यसले चाहिँ सबै एनर्जी नयाँ फुललाई दिन्छ। सो म चाहिँ यहाँ देखाउँदै थिएँ जुन चाहिँ यो हातले देखाउँदैछु नि त्यही सिड्सकै यसको बिजन हो। सो मैले चाहिँ अनि घरमा थिइनँ त्यही भएर पुरा उयो के अरे फुलतिर पनि जङ्गल आइसकेछ। अनि यहाँ चाहिँ पुरा सयपत्री फुलेको छ नि त हाम्रो घर अगाडि मैले रोपेको थियो। हाम्रो दसैँमा चाहिँ फेरि कहिले फुल्दैन। योपालि चाहिँ मैले रोपेको थिएँ पुरा फुलिरहेछ अहिले नै। आई होप दसैँमा पनि यस्तै फुलोस्। सो म चाहिँ मैले चाहिँ त्यो अघि जुन चाहिँ उयो फुलको सेड्सहरु काटेको थिएँ नि त्यो चाहिँ दुईटा प्याकेटमा हालिदिएको छु चिनोस् भनेर। सो हाम्रो घर अगाडि चाहिँ पुरा जङ्गल भएको थियो नि त। यो एउटै कुन चाहिँ हो नाम थाहा छैन मलाई यो प्लान्टको। सो मैले चाहिँ त्यो काटिदिएँ। अब त साँपहरु आउँछ नि त।